ल तपाईँको ब्लड रिपोर्ट आइसकेको छ। छोटकरीमा भन्दा बिहान बेलुका प्रशस्त तरकारी र प्रोटिन खानु अनि फापरको रोटी खाने गर्नु है। बुझ्नुभयो नि त? किन नबुझ्नु त्यति मलाई कुरो? तर त्यो भात खानु अघि खाने कि भात खाएपछि खाने? यदि तपाईँ पनि यस्तै भात प्रेमी हुनुहुन्छ भने आजको यो भिडियो तपाईँका लागि। म हुँ एक नम्बरको भाते हो, एक नम्बरको भाते। बिहान पनि भाते, म त बेलुका नि भाते। म हुँ एक नम्बरको भाते हो। नेपालीलाई नेपालबाट अलग गर्न सकिन्छ होला, तर नेपालीलाई भातबाट अलग गर्न भने गाह्रो छ। किनभने हामी दाल भात पावर 24 आवर भन्दै दिनमा 2-3 पल्ट भात ठोकेर हुर्केका पुस्ता हौँ। तर आजकल इन्फ्लुएन्सरदेखि डाक्टरहरू के भन्छ? भात नखा, थोरै खा, भात छोड। कुरा सही पनि हो, तर तपाईँ पनि म जस्तै भाते हो र कहिलेकाहीँ भात खानै पर्छ भने के तपाईँलाई थाहा छ? वैज्ञानिक अनुसन्धानले देखाएको छ स्वास्थ्यको लागि साजी भात भन्दा बासी भात राम्रो हुन सक्छ। तर कसरी? आज बुझ्नेछौँ यो भाते विज्ञान। भिडियो अन्तिमसम्म हेर्नुहोला। म डाक्टर राज, पेशाले वैज्ञानिक, रुचि फिटनेस, जिब्रो स्वादे। भातले तपाईँको जिउ चलाउन पेट्रोलको जस्तै काम गर्छ। हामीले खाएको भात टुक्रिएर ग्लुकोजमा बदलिन्छ, त्यसपछि आन्द्राबाट रगतमा मिसिन्छ र रगतबाट हाम्रो शरीरभरि जान्छ। यही ग्लुकोजलाई हाम्रो शरीरका कोषहरूले दैनिक काम गर्न चाहिने शक्तिको स्रोतको रूपमा प्रयोग गर्छन्। ग्लुकोज वा चलनचल्तीको भाषामा सुगर वा चिनी धेरै समयसम्म रगतमा रहिरह्यो भने यसले बिस्तारै आँखा, नसा, मृगौला जस्ता महत्त्वपूर्ण अङ्गहरूलाई नोक्सान गर्न सक्छ। त्यही भएर हाम्रो जिउले रगतमा सुगर बढ्न साथ सुगरलाई एउटा बसमा चढाएर टुङ्गोतिर धपाइदिइहाल्छ। अब त्यो बसमा बसेको सुगरलाई कुन स्टेसनमा ओह्राल्ने भन्ने जिम्मा भने खलासीको हुन्छ। त्यो खलासीको नाम हो इन्सुलिन। अब तपाईँ धेरै हिँडडुल गर्नुहुन्छ, एक्सर्साइज गर्नुहुन्छ भने तपाईँको मसल भोको हुन्छ। त्यो बेलामा इन्सुलिनले भन्छ, हे सुगर भाइ उत्रि, मसल स्टेसन आयो। तर तपाईँ खासै हिँडडुल गर्नुहुन्न, सोफामा पल्टेर रिल टिकटक हेरिरहनुहुन्छ वा छिनछिनमा खाइरहनुहुन्छ भने तपाईँको मसल भोको नहुन सक्छ र इन्सुलिनले भन्छ, ए भाइ यहाँ मसलमा त ठाउँ छैन, यसलाई लगेर कलेजोको गोदाममा थन्काइदिए। कलेजोमा त्यो सुगर स्टोरेज भएर बस्छ, जिउलाई चाहिहाल्छ कि भनेर। तर तपाईँको कलेजोको स्टोरेज फुल छ भने तपाईँको मसल पनि भोको छैन भने गर्ने के त? ग्लुकोजलाई रगतमा बसिरहन दिनु त भएन। त्यो बेलामा त्यो ग्लुकोज फ्याट अर्थात् बोसोमा परिणत हुन्छ। तब सुरु हुन्छ जय भुँडी। अब लामो समयसम्म यही क्रम चलेपछि मोटोपना, मधुमेह वा डायबिटिज, हाई कोलेस्ट्रोल अरू स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्। सो तपाईँले थाहा पाउनुभयो इन्सुलिन कति महत्त्वपूर्ण रहेछ। यो भएन भने वा इन्सुलिनले राम्रो काम गर्न छोड्यो भने रगतमा ग्लुकोजको मात्रा बढ्ने रहेछ। इन्सुलिन कहिले बन्छ? मुख्यतया तपाईँले भात खाएपछि जब यो ग्लुकोज बनेर ब्लडमा छिर्छ, जिउले थाहा पाउन साथ प्याङ्क्रियाजले इन्सुलिन बनाउन थाल्छ र यो रगतमा मिसिन्छ। मतलब ग्लुकोज बढ्न साथ इन्सुलिनको मात्रा बढ्छ। इन्सुलिनले ग्लुकोजलाई टुङ्गोमा पुर्याएपछि रगतमा ग्लुकोज घट्छ, ग्लुकोज घटेपछि फेरि इन्सुलिन पनि घट्छ। अब जुन खाना सजिलै पचेर ग्लुकोज बन्छ त्यसले इन्सुलिन चाँडै र धेरै बढाउने भयो, जस्तै भात, चिनी, कोलाजहरू, अधिकांश जङ्क फुडहरू। अब तपाईँ जिउलाई चाहिने भन्दा बढी दिनभरि खाइरहनु भयो भने तपाईँको ब्लडमा ग्लुकोज पनि गइरहने भयो अनि इन्सुलिन पनि बढिरहने भयो। जब यो क्रम लामो समयसम्म चल्छ, बिस्तारै शरीरले आफ्नै इन्सुलिनलाई टेर्न छोड्छ। यो भनेको तपाईँले व्हाट्सएप ग्रुप वा मेसेन्जरलाई म्युट गरे जस्तै हो। शरीरले इन्सुलिन टेर्न छोडेपछि पहिले जति इन्सुलिनले काम हुन्थ्यो त्यसले हुन छोड्छ। सुगर टुङ्गोमा नपुगेर रगतमै जम्मा हुन्छ अनि रगतमा सुगरको मात्रा बढ्न थाल्छ। रगतमा सुगर बढेको देखेर शरीरले सोध्छ, सायद इन्सुलिन कम भयो कि। जिउले झन् धेरै इन्सुलिन बनाउन थाल्छ। यो अवस्थालाई भनिन्छ इन्सुलिन रेजिस्टेन्स। यो टाइप 2 डायबिटिज हुनुभन्दा अगाडिको एउटा ठुलो वार्निङ साइन हो। त्यही भएर स्वस्थ मान्छेले इन्सुलिन रेजिस्टेन्सको स्थितिसम्म पुग्न नदिन र पुगिसकेको भए फर्किन सबैजनाले खाना र व्यायाममा, रोगीले पनि स्वस्थ मान्छेले पनि ध्यान दिनुपर्छ। अब लेट्स गेट ब्याक टु आजको यक्ष प्रश्न, किन बासी भात बढी स्वस्थकर छ त साजी भात भन्दा? पहिले पाकेको भातमा के हुन्छ हेरौँ। 68% जति पानी हुन्छ। पानी बाहेकको मेन इन्ग्रेडियन्ट कार्बोहाइड्रेट हो। 100 ग्राम पाकेको भातमा करिब 28 ग्राम कार्बोहाइड्रेट हुन्छ। त्यस्तो कार्बको पनि लगभग 95 देखि 97% हिस्सा स्टार्चको हुन्छ। बाँकी थोरै फाइबर र सुगर हुन्छ। त्यो स्टार्च पनि पेटमा पचेर सुगर बन्छ र रगतमा छिर्छ। अब स्टार्च पनि धेरै खालका हुन्छन्। कुनै कुनै स्टार्च शरीरले सजिलै पचाउन सक्दैन, यस्तोलाई रेजिस्टेन्स स्टार्च भनिन्छ।
नपचेपछि यसबाट सुगर बन्दैन, भोसो पनि बन्दैन। सजिलो भाषामा भन्दा यस्तो भातले तपाईँको पेटमा फाइबरको जस्तै काम गर्छ। यो नै आजको स्टोरीको मेन हिरो हो। तर यो रेजिस्टेन्स स्टार्च साजी भातमा थोरै हुन्छ। अब आउँछ चुरो कुरो, किन बासी भात बेटर छ त? वैज्ञानिक अनुसन्धानले के देखाएको छ भने पकाएर फ्रिजमा रातभरि राखेको भातमा परिवर्तन आएर त्यो रेजिस्टेन्स स्टार्चको मात्रा बढ्छ। अब यो रिसर्चको रिजल्ट हेरौँ। रातो बारमा हेर्नुहोस्, ताजा तातो भातमा रेजिस्टेन्स स्टार्च 0.64 ग्राम प्रति 100 ग्राम हुन्छ। भात पकाएर फ्रिजमा 24 घण्टा राखेर फेरि तताउँदा त्यस्तो बासी भातमा यो रेजिस्टेन्स स्टार्च 160% बढेर 1.65 पुग्छ। मुख्यतया भातलाई चिस्याउँदा यसरी रेजिस्टेन्स स्टार्च बढ्छ। एकचोटि रेजिस्टेन्स स्टार्च बढेपछि त्यस्तो भातलाई फेरि तताएर खाँदा हुने रहेछ। अब दायाँतिरको चार्टमा हेरौँ, रिसर्चरहरूले त्यसपछि ताजा भात र बासी भात खाएपछि रगतमा ग्लुकोजको मात्रा कति बढ्छ भनेर स्टडी गरे। त्यसका लागि उनीहरूले पहिले सहभागी भातेहरूलाई 2 ग्रुपमा बाँडे। एउटा ग्रुपले ताजा भात खायो भने अर्को ग्रुपले बासी भात खायो। त्यसपछि उनीहरूले हरेक मानिसको रगतमा 2 घण्टासम्म ग्लुकोजको मात्रा जाँचे। रातो र हरियो बारले देखाउँछ कि ताजा भात खाने भातेहरूको रगतमा सुगरको लेभल 152 पुग्यो भने बासी भातेहरूको सुगरको लेभल 125 मा पुग्यो। यी दुई ग्रुपहरूको सुगरको मात्रामा सिग्निफिकेन्ट फरक देखियो र यो नै स्टडीको सबभन्दा महत्त्वपूर्ण रिजल्ट हो। रगतमा सुगरको कुरा गर्दा कुन खानेकुरा वा पेय पदार्थले रगतमा सुगरको मात्रा कति छिटो बढ्छ भनेर सजिलोसँग बुझाउन र खानालाई वर्गीकरण गर्न वैज्ञानिकहरूले एउटा टर्मको प्रयोग गर्छन्। यसलाई ग्लाइसेमिक इन्डेक्स, सजिलोको लागि GI। ग्लाइसेमिक इन्डेक्सले खानेकुरालाई 0 देखि 100 सम्मको एउटा स्केलमा राख्ने गर्छ। यो बुझ्न सजिलो छ। जुन खानेकुराको GI उच्च हाई हुन्छ त्यसले रगतमा सुगर एकदमै छिटो बढाउँछ भने कम लो GI भएको खानेकुराले सुगर बिस्तारै मात्र बढाउँछ। त्यही भएर आजकल भातको सट्टा लो GI भएका कम्प्लेक्स कार्बोहाइड्रेट जस्तै कोदो, फापरको बढी चर्चा हुन्छ, किनभने यिनीहरूलाई पच्न टाइम लाग्छ र तुलनात्मक रूपमा रगतमा ग्लुकोजको मात्रा बिस्तारै लामो समय लगाएर बढ्छ। यसको मतलब इन्सुलिनको उत्पादन पनि एकैपल्ट धेरै गर्नु परेन, अलिकति मात्रै गरे पुग्यो। यसलाई सजिलो गरी बुझ्ने हो भने कल्पना गर्नुहोस्, लो GI भनेको बिस्तारै धेरै बेरसम्म परेको पानी हो जसले बगैँचामा पुग्ने गरी भिजाउँछ भने हाई GI भनेको वार र बाल्टी घोप्ट्याएर परेको पानी जस्तो बाढीको डर हुन्छ। अब लो GI भएको खानाले धेरै बेरसम्म भोक लाग्न दिँदैन, किनभने बिस्तारै पच्ने हुनाले पेट भरिएको महसुस गराउँछ। गुलियो खान मन लाग्ने जुन सुगर क्रेभिङ भन्छ त्यसलाई पनि कम गर्छ। विशेष गरी तौल घटाउन चाहने र टाइप 2 डायबिटिज वा मधुमेह रोग भएका वा छेउछाउमा पुग्नुभएका प्री डायबेटिक साथीहरूका लागि कम ग्लाइसेमिक इन्डेक्स भएको खाना खानु महत्त्वपूर्ण हुन्छ। तर याद गर्नुहोस्, थोरै GI भएको खाना पनि थपी गोर्खे स्टाइलले खायो भने सुगर चाहिँ फेरि हाई GI जस्तै बढ्छ। सो थोरै खानुहोस्, पोर्सन साइज सानो राख्नुहोस् भातको। फेरि ब्याक भाततिरै जाउँ। यो चार्टले कसरी फरक खालका भातको ग्लाइसेमिक इन्डेक्स फरक हुन्छ देखाउँछ। हाम्रो भान्सामा खासै नपाक्ने रङ्गी बेरङ्गी चामलहरू जस्तै ब्राउन राइस, रातो चामल, कालो चामल आदिको ग्लाइसेमिक इन्डेक्स कम छ, कारण यसको बाहिरका पत्रहरू निकालेको हुँदैन। फाइबर कन्टेन्ट अलि हाई हुन्छ। हाम्रो भान्सामा दिनका दिन पाक्ने व्हाइट राइसको ग्लाइसेमिक इन्डेक्स पनि धेरै छ, कारण यस्तो चामल पलिस गरेर बनाइन्छ। पलिस गर्दा चामल ब्युटिफुल रहर लाग्दो सेतो सलसल त बग्छ, तर यसमा भएका फाइबर लगायत मुख्य पौष्टिक तत्त्वहरू नष्ट हुन्छन्। मान्छेले पनि बढी यही किन्छन् किनभने यो मिठो हुन्छ, नरम हुन्छ, सजिलै पाक्छ, लामो समय राख्न पनि सकिन्छ। सेतो चामलमा ग्लाइसेमिक इन्डेक्स धेरै हुनाले जसले रगतमा सुगरको मात्रा छिटो बनाउँछ। हाम्रो जस्तो देश जहाँ सेतो चामल नै मुख्य खाना हो त्यहाँ डायबिटिजको दर वात्तै बढ्नुमा यही सेतो चामलको बढी प्रयोगलाई मुख्य कारण मानिएको छ। सेतो चामल भन्दा पनि अलिकति बढी ग्लाइसेमिक इन्डेक्स चाहिँ ग्लुटिनस राइसमा हुन्छ। यसलाई प्राय स्टिकी राइस पनि भनिन्छ, जुन पाकेपछि अलिक च्यापच्याप लाग्ने टाइपको हुन्छ। जापानिज खाना सुसी माखीमा यही प्रयोग हुन्छ। यसबाहेक यो चामल विशेष गरी थाइल्यान्ड, लाओस, भियतनाम र चीन जस्ता पूर्वी एसियाली देशहरूमा पनि धेरै खाइन्छ। यी सबको निचोड हो, भात खानै पर्यो भने फ्रिजमा राखेको साजी भातको तुलनामा बासी भात राम्रो विकल्प हुन सक्छ। यहाँ मैले बासी भात भनेर फ्रिजमा चिसो पारेको भातलाई भनेको हुँ। भातलाई त्यसै बाहिर किचनमा छाड्नु हुँदैन, फुड पोइजनिङ हुन सक्छ। अब फ्रिजको सट्टा डिप फ्रिजमा राख्यो भने झन् बेटर हुन्छ। एक दिनको सट्टा 3 वा 5 दिन राख्यो भने पनि झन् बेटर हुन्छ। तर ती कुराहरू प्र्याक्टिकल हुँदैनन्। म व्यक्तिगत रूपमा 1 देखि 2-3 दिनसम्म फ्रिजमा राखेको भात खान्छु। यही कुराहरू स्टार्चयुक्त खानेकुरामा पनि लागू हुन्छ, जस्तै आलु सम्झिनुहोस्, फ्रिजमा रातभरि राखेको चिसो आलुको अचार।
अब भात खाएपछि हल्का हिँड्ने बानीले पनि रगतमा सुगरको मात्रा घटाउँछ। सम्झिनुहोस् तपाईँको मसल भोको भयो भने यसले रगतबाट सुगर सोसेर लिन्छ। सो मैले मेरो अर्को भिडियोमा भने जस्तो दिनभरि बसिरहने नगर्नुहोस्, बिचबिचमा मुभ गरिरहनुहोस्। अब भात कसरी खाइन्छ, केसँग खाइन्छ, त्यसले पनि सुगरको स्पाइकमा असर पार्छ। यो कन्सेप्टलाई पनि छोडकरीमा बुझिहालौँ। अब भात खाँदा हामी फुकै खाँदैनौँ, तरकारी प्रोटिन जस्तै मासु गेडागुडी पनि खान्छौँ। र खुसीको कुरा यसरी मिसाएर खाँदा हाम्रो जिउको ध्यान प्रोटिन र फाइबरतिर पनि जाने हुँदा सुगरको स्पाइक कम हुन्छ। यो वेल नोन कुरा हो। तर नयाँ अनुसन्धानहरूले के देखाएको छ भने हामी कुन सिक्वेन्समा खान्छौँ त्यसले पनि फरक पार्छ। एउटा ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल गरिएको थियो जहाँ स्वस्थ मानिसहरूलाई कुखुराको मासु, तरकारी र भात खान दिइयो। तर हरेक पटक खाने क्रम भने फरक थियो। कहिले भात पहिले खाइयो, कहिले तरकारी खुवाइयो, कहिले मासु। खाना खाएपछि केही घन्टासम्म उनीहरूको सुगर र इन्सुलिन जाँच गरियो। नतिजा के आयो भने जब मानिसहरूले सुरुमै भात खाए उनीहरूको सुगर र इन्सुलिन निकै बढ्यो। तर जब उही मानिसहरूले पहिले तरकारी र मासु अनि भात खाए वा हामीले खाने जस्तो मिसाएर मासु भात तरकारी खाए उनीहरूको रगतमा सुगरको मात्रा कम देखियो। लास्टमा भात खाँदा बेस्ट रिजल्ट देखियो। पहिले भेजिटेबल अनि मासु अनि भात खाँदा सबभन्दा कम सुगर र इन्सुलिन स्पाइक देखियो। यस्तो किन हुन्छ? तरकारी र फाइबरयुक्त खानेकुराले पेटमा एउटा जेल जस्तो पत्र बनाउँछ जसले खानालाई सानो आन्द्रामा छिटो सोसिन दिँदैन। प्रोटिन र चिल्लो पदार्थले पनि पाचन प्रक्रियालाई यसै गरी ढिलो बनाइदिन्छ। यो अनुसन्धानबाट मैले चाहिँ के सिकेँ भने हामीले भात खाने नै हो भने बिहेको भोज खाए जस्तो खानुपर्ने रहेछ। सुरुमा चट्ट अलिकति सलाड खाने, हरियो परियो, त्यसपछि प्रोटिन जस्तै पनिर वा मासु खाने, अनि बल्ल भात वा पुलाउ खाने, अनि डिजर्ट खानै पर्यो भने, गुलियो खानै पर्यो भने लास्टमा अलिकति खाने। अब जानु अघि एउटा बोनस पोइन्ट्स, लेट्स गेट ब्याक टु बासी भात। जुन रेजिस्टेन्स स्टार्चको कुरा गरेको थिएँ, याद गर्नुहोस् मैले जोड दिएर भनेको थिएँ त्यो हाम्रो जिउले सानो आन्द्रामा पचाउन सक्दैन। तर जब त्यो रेजिस्टेन्स स्टार्च तपाईँको ठुलो आन्द्रामा पुग्छ त्यहाँ भएका ब्याक्टेरियाले यसलाई खान थाल्छन्। यसले हामीलाई बेनिफिसियल हुने ब्याक्टेरियाको सङ्ख्या अर्थात् कोलोनी बढाउँछ र यसले हाम्रो ओभरअल गट हेल्थलाई इम्प्रुभ गर्छ। छोटकरीमा भन्दा बासी भातको फाइदा कम सुगर स्पाइक मात्र होइन, त्यसको साथै हाम्रो पेटको स्वास्थ्यमा पनि छ। सो तपाईँ भात खान नछोड्ने नेपाली हो भने याद गर्नुहोस् यी कुराहरू ठिक्क खाने, यानि कि पोर्सन कन्ट्रोल, साजीभन्दा फ्रिजमा हालेको बासी भात खाने, भातसँग वा भात खानु अघि हरियो परियो र प्रोटिन खाने, गुलियो खानै परे लास्टमा खाने, खाएपछि हल्का हिँडुल गर्ने र नियमित व्यायाम गर्ने। सो अर्को पटक कसैले बासी भात खा भन्यो भने के गर्नुहुन्छ? माइन्ड गर्नुहुन्छ कि मुसु मुसु हाँस्दै चुपचाप बजाउनुहुन्छ? म डाक्टर राज फ्रम विज्ञान सिज्ञान। यस्तै साइन्समा आधारित कन्टेन्ट चाहनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोला, बेल आइकन दबाउनु होला अनि आफ्ना साथी, बुवा, आमा, फ्यामिलीहरूलाई पनि सेयर गर्नुहोला। अनि कमेन्टमा लेख्नुहोला तपाईँ टिम साजी भात कि टिम बासी भात। मेडिकल एडभाइसका लागि डाक्टर वा आफ्नो हेल्थ केयर प्रोभाइडरसँग कुरा गर्नुहोला।